एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ। म सन्चै छु। आज फेरि यसो भ्लग हान्दिउँ भने शनिबार हो नि त। आज चाहिँ अलि अजुबादेखि होला चस्मा लगाएको मैले चाहिँ। अनि यहाँ छ मेरो बाइक चाहिँ। आज हामी सन्तोष दाइ म अब भिसामको हुन्छ यसो निस्क्यौँ भनेर। मेरो चाहिँ रेडिएटर फुटेको थियो नि त, मैले चाहिँ टालिदिएँ। अहिले चाहिँ फिलहाललाई टालिदिएछु। यस्तो छ बाइक चाहिँ। अब एकचोटि दाइहरू थिम भएर भेटौँला। हेलो हेलो माइक चेक माइक चेक। म चाहिँ झरिसकेँ है माथिबाट। यहाँ चाहिँ हाम्रो भिसाम सन्तोष दाइ हुन्छ। अब हामी चाहिँ को जान्छौँ थाहै छैन अझै पनि। कहाँ जाने त्यो पनि थाहै छैन। हेलो हेलो ल वेलकम टु माई ब्लग मेरो दाइ। ढुक्क नि परेन आन्टी। कहाँ जाने त नि के हो किन हो र लुकाएको क्यार हो र परेन कता जाने त नि। ल ल परेन जाम ल। मैले चाहिँ तपाईँहरूलाई नयाँ अपडेट बाइकमा मैले चाहिँ मेरो ओरिजिनल स्टक साइलेन्सरै हालेँ। अर्को नयाँ त के भन्नु सेकेन्ड ह्यान्ड हाम्रो दाइले दिनुभएको शेर दाइले। अनि त्यही हालिदिएँ मैले चाहिँ। रुई भरेर मिठो देखाएको साउन्ड चाहिँ। अनि मेरो एक्राफोबिक थियो नि त त्यो झिक्दियो कि धेरै उस भयो। अनि त्यही भएर अलि त्यसको नि रुई भर्ने बेला नि हुन लाग्यो जस्तो माने अलि धेरै तिखो फाल्ने के। अनि त्यही भएर अनि मैले चाहिँ मेरो ओरिजिनल स्टक साइलेन्सरै हालिसकेको छु। थोरै मैले भिडियोहरू चाहिँ मैले उसमा पनि सर्ट्समा पनि हालिसकेको थिएँ, देख्नुभयो होला। अब चाहिँ हामी कहाँ जाने भन्ने फिक्स भएन। मनिष तिमी जान्छौँ। मेरो स्मुथै त छ। अनि साइलेन्सर चाहिँ लभली छ ल। अनि अब चाहिँ हामी मनिष र हाम्रो भाइ अस्ति चाहिँ आराम हामी हेर्न गएको थियौँ। अनि त्यही भाइ दुईजना त्यहाँ मिर्दीमा छन् अरे। अनि त्यति बेला अब त्यहाँ गएर मैले चाहिँ आज चस्मा लगाइदिएको कस्तो अलि अनौठो भइरहेछ। कस्तो भइरहेको धेरै। मैले चस्मा लगाउँदिनँ त खासै। अनि त्यही भएर मैले चाहिँ मेरो यो चेकअप गरेको। अनि चस्मा लाउनुपर्छ भन्यो। अनि यस्तो के चस्मा भन्दा घाममा नदेखिने खालको कस्तो घाम हेर्न मिलेको चस्मा लगाएर पनि हो त्यस्तो चस्मा लाउनु भन्थ्यो। अनि त्यही भएर चाहिँ मैले यही चस्मा यसो हाम्रो सन्जय थिम है। यो सन्जयको चस्मा है फेरि मैले किनेको होइन। फेरि सन्जय थिम रहेछ। अनि मलाई लिनु त भनेको अनि दियो। अनि त्यही भएर लाएर हिँडेको मैले। अनि आँखा झिमझिम भइरहेको छ नि त मेरो। त्यही भएर अलि भेजा लाग्ने क्या भ्लग गर्न पनि। अनि अब दाँत पनि बनाउँछु छिटै। दाँत पनि मेरो मैले चाहिँ किन दाँत नबनाएको भन्दा मेरो साथी विशालले भ्लग हेर्दैछ। अनि माया छ तँलाई धेरै अझै ऊ चाहिँ बाहिर छ। अनि त्यही भएर उसले पुरा म खेल्दाखेरि भाँच्चिएको दाँत हो कि। त्यही भएर चाहिँ मैले नबनाएको। पहिला पनि आउँदाखेरि यहाँ बना भन्ने थियो त्यसले। अहिले छोड्दै नबनाऊँ भयो भनेर नबनाएको मैले चाहिँ। अब बनाउनु पर्ला नि। लास्टै भइसकेको छ। मैले नि अस्ति त त्यस्तो केही लाग्थेन बनाउनु न अहिले भन्थेँ। अलि लास्टै नै भइसकेको रहेछ कि। अब हामी एकचोटि केटाहरू थियौँ गएर भेटौँला। म चाहिँ आइसकेँ। के छ साइलेन्सर वेलकम टु माई ब्लग। परेन चल वेलकम टु माई ब्लग। हजुर मेरो होइन तिनको पछि जाऊ के। तिनको पछि जाऊ के। हामी चाहिँ सबै निस्किसक्यौँ। अब चाहिँ हामी घरसुर जाने भयो। मिठो कुदाउँदै आज अब 1 2 3 4 5वटा बाइक। एउटा R15 दुईवटा एक्जेट एउटा डुक एउटा आरएम। अनि दुईजना चाहिँ यता मिर्दीबाट निस्किन्छन्। दुईजना चाहिँ बिबी चोकबाट ठडिन्छ। शीतलनगरबाट म चाहिँ मोडबाटै छटिदिन्छु। सबैजना तेल हाल्ने कता आज यसो भिडियो हल्का फुल्का टिकटकलाई अनि युट्युब कन्टेन्ट। आज शनिबार पनि हो नि त त्यही भएर अनि निस्किदिउँ भनेर
सर र ल एकचोटि फिल अप गरेछु हेरौँ ल हामी चाहिँ यहाँ अब एकछिन सबैजना भेला भइसक्यो जम्मा भइसक्यो यहाँ चाहिँ हाम्रो साथी छन् यहाँ मेरो भाइ यहाँ मनिष सन्तोष दाइ भिसम सबैजना अब रेडी मेरो चाहिँ एउटा गोप्रोको ब्याट्रीको चार्ज सकिसकेछ आफै ह्याङ भएर अनि अर्को हालेको छु अब कतिको टिक्छ त्यसको अब हेरौँ खासै धेरै क्लिपहरू त लिन्न होला मैले मासतिर गएर लिन्छु अब पिजमा अफरमा मिलाएर लिन्छु गाडी आयो ल र हामी जान्छौँ एकचोटि म त भ्लगमै भेटौँ ल केटाहरू चाहिँ अगाडि अगाडि हिँडिसकेँ म चाहिँ हल्का पछाडि नै हिँड्छु क्लिपहरू लिनु पऱ्यो नि त केटाहरूको नि हाम्रो साथीले नि भ्लग हान्छन् मामा भ्लग चिन्नुभयो होला कतिजनाले चाहिँ अनि अगाडि हाम्रो मनिष छ R15 एक्जस्ट हालेर धुवा फुत्ताउँदै केटाहरू ढुक्क के अनि डुकमा हाम्रो भिसम अनि अर्को सन्तोष हुनुहुन्छ केटाहरू 10जना डट बाइकमा सर्बल चल बल अब हामी दुईजनाको रेस पर्छ अब हिँड ढुट्टो कुदाइदिनु न सानो टायर भयो नि वाइल्डै फाल्छ के पावर फेरि बाइकले नि झन् बुट नलागो अलि कस्तो भयो नत्र अन्त फेरि धेरै पछि फेरि अब चाहिँ मुस्ताङ जाने बेला आउँछ के बबाल भ्लग त को जाने त चाहिँ म भन्दिनँ सोलो जाने हो दुईजना दुईटा बाइक लिएर कसको हुन्छ अब एउटा चाहिँ मेरो हुन्छ अब अर्को चाहिँ कसको हुन्छ त्यो चाहिँ जाने बेलामै थाहा हुन्छ अनि तेल सेल झिकेर लप्ली भएर जाने क्या मासतिर उस कटेसी चाहिँ तेल सेल झिकेर चाइना बोर्डरै जान्छौँ हामी चाहिँ अनि केटाहरू अब कसैलाई नभनिकन सट्टीमा दुईजना मात्रै जाने भन्ने कुरो अनि जाने ढुक्क यो अर्को शनिबार त म सायद हिँडिसक्छु होला दाइ आउनुभयो अब रट्टा हान्नुहुन्छ दाइले नि जाम आरएम आइसकेको छ आरएम ल पछि दुख सबभन्दा लास्टमा V1 लभली छ सक्छ ल पुरेर पनि केटाहरू आइसकेर पनि हामी हिँडिसक्यौँ है सर र 5जना सिङ्गल आरएम XZ2 R15 V1 हो यो चाहिँ अघि नै मैले चाहिँ V2 भनेछु ओहो चिच्चा र हैरान अनि हाम्रो आरएम चाहिँ वालिङमा नयाँ भनौँ न ओइ ल चल बल ओइ दुईजनाको भिडन्त रेस परिरहेको गाडी ट्रिपर
सेफली कुदाउनु पर्ने हुन्छ। अब चाहिँ हामी यहाँबाट माथि पिजै छ क्या, अब अलिकति मात्रै हो अफरोड, अब भ्याइयो यति हो। गरौसुर मन्दिर मास्तिर तयार भयो यहाँबाट मास्तिर। अब यहाँबाट चाहिँ ढलाइ नै छ, पिच ढलाइ छ क्या। अब चाहिँ राम्रो छ बाटो, खासै नराम्रो छैन बाटो त, त्यही हो बरु अलि उकालो ठाडै उकालो छ, ढलाइहरू पिचहरू भयो भने स्कुटरले चाहिँ गाह्रै हुन्छ है। तिल गियरै उडाइदिने के केटाहरू त तलै छोडिसक्यो यार, माथि नै गएर कुद्नु पर्ला अब। घुम उडाइदिनु पऱ्यो। अलि लभली देखिन्छ कि भ्यू फेरि। ल अब यहाँ एकछिन भ्यू खिचौँ भ्यू। ल हाम्रो दाइ पनि आइसक्नु भएको छ है। हामीले चाहिँ यहाँ यसो एक दुईवटा फोटोसोटो भिडियो खिचेर हामी हिँडिसक्यौँ। अब माथि डाँडामा जान्छौँ, माथि गएर यसो भिडियोहरू गराउँछौँ। यस्तै छ यी घुम्ने हिँड्ने, यही आजको भ्लग भनेकै। लभली जान्छ क्या फेरि, लभली गइहाल्छ क्या फेरि ठाउँमा त। ल दाइ ल अहिले आउँछौँ ल, माथि गएर आउनु पऱ्यो पहिला। लभली जान्छ कि लभली। लगे माथि नजाने र, माथि नजाने मन्दिर के गर्ने। यो चाहिँ अहिले नयाँ खोलेको होटेल है हाम्रो। अब हामी यहाँ जान्छौँ, माथि जाने कि नजाने। ल जे गरिनु भयो, कस्तो गर्थ्यो, मिठो गर्थ्यो होइन है। हामी चाहिँ यहाँबाट माथि गएर आउने भन्ने कुरो, अहिले माथि आएर चाहिँ नास्ता सास्ता खान्छौँ। अनि ट्याक्क यसो फोटोसोटो, आज हामी आएकै भनेकै खास फोटो लागि हो, फोटो भिडियोहरू। यसो भ्लग हान्न नि हुन्छ भनेर अनि के भन्ने मनिषले सुनिङ यहाँ। लभली आहा साउन्ड एयर सर्भिस सर्चेन्ज गरेको त झन्। अनि ओए हिँड अगाडि हिँड्न, अगाडि हिँड, अगाडि। लभली साउन्ड। ढुक्क
कि मनिषले नि मैले हान्छु ल टाङ्गिहाल्यो के आऊ हामी चाहिँ गरौसुर मन्दिरभित्र छिरिसक्यौँ यहाँबाट चाहिँ अरू बेलामा चाहिँ बाइक ल्याउनु पाइँदैन अरू बेला चाहिँ बाइक ल्याउनु पाइन्छ त्यो पूजाहरू यस्तो बेलामा चाहिँ ल्याउनु पाइँदैन रक्षा गर्नु भगवान् हामी सबैको रक्षा गर्नु यो चाहिँ हाम्रो गरौसुर मन्दिर म नि यता चाहिँ आएँ नै धेरै भयो पहिला सानो एकचोटि आएको के छ यहाँ चाहिँ थाहा छैन मलाई नि उयो यस्तो दामी रहेछ त यार मलाई चाहिँ थाहा थिएन यार यस्तो रहेछ उयो माथि नै लान मिल्छ क्या माथि नै लान मिल्छ केटाहरू आएर छन् क्या यहाँ त्यही भएर उयो दामी रहेछ नि त हिँड बनाउँदैन रहेछ क्या के माथि लानु पाइन्छ पाइन्छ कि पाइन्न माथि लानु पाइन्छ कि पाइन्न होला लिएर आइयो के अरे यार पाइन्छ कि पाइन्न त चाहिँ थाहा भएन पाइन्छ कि पाइन्न ओइ झरम 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 अहिले करायो भने भेज्जा हुन्छ यार लभली देखिँदो रहेछ कि गरौसुर मन्दिर तिनीहरू तर हामीलाई थाहा थिएन यहाँ ल्याउनु पाउनु भन्ने कि तर चाहिँ कराउनुहुन्छ कि जस्तो लाग्यो मलाई अहिले यार ल ल हामी त माथि गइदिएको यार हामी चाहिँ यहाँ एकछिन फोटो सुट हान्यौँ यहाँको फोटो चाहिँ हेर्नुलाई तपाईँहरूले मलाई इन्स्टा आइडी मैले अस्ति नै पनि भनिसकेको छु जत भ्लगै छ इन्स्टामा पनि अनि फेसबुकमा सबभन्दा छिटो चाहिँ इन्स्टामा अनि इन्स्टाबाट फेसबुकमा मेरो रिल्सहरू सब फेसबुकमै आउँछ कि यताबाट जाऊँ न हामी फेरि होइन अनि जगत थापा छ फेसबुकमा चाहिँ इन्स्टामा चाहिँ जगत भ्लग छ अनि टिकटकमा पनि जगत भ्लग छ फलो गर्नु होला म फलो ब्याक दिन्छु ढुक्क हजुर चलपल अब चाहिँ हामी यहाँ निस्किन्छौँ तलै गएर भेटौँला एकचोटि तल झरिसक्यौँ अब यहाँ एकछिन नास्ता खान्छौँ यसो फोटोसोटो नि खिच्छौँ अनि उहाँ डाँडामा जान्छौँ यसो एकछिन अनि यहाँ चाहिँ हाम्रो नयाँ होटल खुलेर रहेछ दाइको एकचोटि भिजिट गरिदिनु पर्ने हुन्छ हामीले नि ल ल केही लिएर जाऊँ न त हामी चाहिँ एकछिन नास्ता खायौँ अनि यहाँबाट यहाँ माथि जान भने केटाहरूले फेरि अनि माथि जाऊँ न त भनेर कस्तो रहेछ म नि आएन फर्स्ट टाइमै हो यहाँ चाहिँ ल ल लभली रहेछ ल क्यारे गर्दा फेरि एकछिन बस्यौँ चिसो खायौँ पेटै ढुस्छ भयो अब जानु पर्यो
फोटोहरू चाहिँ लभली लभली यति खिच्यो टिकटकलाई फेसबुकको लागि चाहिँ टिकटकको लागि फोटोहरू भिडियोहरू चाहिँ दामी धेरै खिचिसक्यो हामीले चाहिँ। अनि अब यहाँबाट चाहिँ हामी निस्किसकेको छौँ। यहाँ चाहिँ नयाँ होटल खोलेको छ, लभली छ, आउनु होला तपाईँहरू पनि। यसलाई चाहिँ गरजसुर मन्दिर जाने बाटो हो यो चाहिँ। यो चाहिँ एकचोटि हल्का हल्का भाइरलै भएको थियो भनौँ न टिकटकमा। दामी नै ठाउँहरू भाइरलै भइरहेको थियो, मान्छेहरू आइरहेको हुन्छन् तलतिर पनि। त्यस राम्रो छ, भ्यूहरू चाहिँ राम्रो छ कि त्यस। यत्तिको भनेको हाम्रो ठाउँमा गाई गोरु के हो यो सब भइसक्यो मिक्स। आपने तो कभी देखा नहीं होगा। वो चलबल कहाँ होता नि त छेउछेउमा टिटिट हरन छ क्या यार। आपने तो कभी देखा नहीं होगा इसको। ल हाम्रो सन्तोष दाल चाहिँ ऱ्याम भन्ने अरे यहाँ। ल यता हेर न यार के हो र। ल चलबल हाम्रो अर्को ल क्या भाइ कहाँ भने क्या त्यहाँ बाइक आहा भन है फेरि। ल अब हाम्रो यहाँ ऱ्याम हेर भयो त एकछिन। अलि लभली जाँदैछ है बल्ल फर्स्ट हो नि त हल्का भएन क्या अलि। ल चल पल ल ल कस्तो गयो त नि भाइ। बवाल हल चाहिँ हामी सबैजना बिबी चोक आइसक्यौँ। उहाँ पछाडि आउँदै हुनुहुन्छ कोही यहाँ आइसक्यो चलपल। अब चाहिँ हामी ग्यारेज जान्छौँ सिधै। मैले चाहिँ झर्दाको चाहिँ खासै भ्लगहरू गरेन किनकि है जाँदा नि त यही बाटो गएको देखाउने कति यही बाटो देखाउनु भनेर नि। अब यता जानुपर्ने हुन्छ हामी चाहिँ। लभली हामी चाहिँ सबैजना अहिले ओइ बिबी चोक आइसक्यौँ। साइडमा राखै सन्तोष दाई हाम्रो सबैजना। हो चाम खै त बेसम के सामान लिनु मैले चाहिँ यसो एक दुई बिबी ल्याएन भनेर के छ हल्का खाली छ नि त यहाँ। आन्टीले कस्तरी हेर्नु जा त्यहाँ आन्टीले कस्तरी हेरिकिन जाम बाई यस्तोमा चाहिँ धेरै हान्नुहुन्न क्या मान्छेहरू।
मान्छेहरू धेरै भएको ठाउँमा चाहिँ ज्या हुन्छ क्या अलि। ल हुइली स्टेट बाटो भएपछि त हुइली हो के अरे। अब यहाँ फेरि शान्त जानुपर्ने हुन्छ है। होइन ल चल पल परेन पऱ्यो नि अलि ओके अहिले चाहिँ हामी राममाछा आउनु लागिसक्यौँ सबैजना। भीषम चाहिँ उता टोपी किन्न गए, तिन चाहिँ लाउरेमा सिलेक्सन भएको भन्नाले उस भएको हुन्, त्यही भएर के भन्छ अरे के भन्थेँ बिर्सेँ मैले है। अनि हामी चारजना चाहिँ यता आयौँ। अब एकचोटि ग्यारेजै गएर भेटौँ। ल बाई बाई ल बाई 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 ल यिनी केटाहरू चाहिँ गइसक्यो। अब म घरतिर जान्छु। आजको भ्लगहरू चाहिँ कस्तो लाग्यो हेरेर कमेन्टमा भन्नु नबिर्सिनु होला। यति भन्दै आएको भ्लग म यहीँ गर्न जान्छु। सी यू नेक्स्ट भ्लग। बाई बाई।